हेलो गाइज, दिस इज एपिसोड 6 अफ फोटोसप मास्टर क्लास। आज चाहिँ हामी सेप टुलको बारेमा पढ्छौँ है। सेप टुल युज गर्न चाहिँ तपाईँले सिम्पल्ली किबोर्डमा गएर यु दबाउनु भयो भने खोलिन्छ है त। यदि त्यो पनि गर्नु छैन भने तपाईँले टुल बारको मुन्तिरपट्टि देख्नुहुन्छ है यहाँ। अब तपाईँले यसमा राइट क्लिक गर्नुभयो भने अरू सेप पनि खोलिन्छ, जस्तै रेक्ट्याङ्गल, इप्लिप्स, ट्रायङ्गल, पोलिगन, स्टार। यहाँ टुल चाहिँ तपाईँले यसो गर्न पाउनुहुन्छ है त। तपाईँले कुनै पनि सेप क्रिएट गर्नलाई सिम्पल्ली यहाँ थिच्नु, एउटा सेप लिनु र किबोर्डमा गएर एकचोटि थिच्नु है त। यहाँ अब के हुन्छ, तपाईँले यहाँ राख्न पाउँदैन कस्टम साइज। जस्तै यहाँ मैले 200 राखेँ, यहाँ 400 राखेँ। त्यसपछि तपाईँले ओके गरिदियो भने तपाईँको एउटा सेप आउँछ है त। एउटा तरिका हो है। हो, अर्को तरिका चाहिँ तपाईँलाई सेप क्रिएट गर्नु चाहिँ सिम्पल्ली ड्र्याग गर्ने, क्लिक गर्ने अनि ड्र्याग गर्ने है त। यो दुईवटा तरिका भयो। के गर्ने, माउसमा क्लिक गर्ने अनि सिम्पल ड्र्याग गर्ने। कति साइज चाहिएको छ तपाईँलाई, यत्रो चाहिएको छ कि यत्रो चाहिएको छ कि यत्रो चाहिएको छ कि यत्रो, आफ्नो साइज अनुसार ड्र्याग गर्ने है। अर्को एउटा तरिका हुन्छ, तपाईँले सिफ्ट दाबेर है त। तपाईँले किबोर्डमा सिफ्ट दाबेर तान्नुभयो भने चाहिँ पर्फेक्ट सेपमा आउँछ है त। होइन, यहाँ जुन पर्फेक्ट सेप छ नि त्यो आउँछ है त। त्यस तपाईँले यो अरूमा पनि लागु हुन्छ है त्यही त। तपाईँले इप्लिप्स लिनुभयो र नर्मल तरिकाले ड्र्याग गर्नुभयो भने चाहिँ यो सेप बिग्रेर आउँछ होइन। यदि तपाईँलाई पर्फेक्ट सर्कल चाहिएको छ भने तपाईँले किबोर्डमा सिफ्ट क्लिक गर्नु, त्यसपछि तानेपछि तपाईँ पर्फेक्ट रूपमा आउँदैन सर्कल। यसरी सेप बन्छ है त। अब तपाईँले सेप बनाउनुहुन्छ नि, सेप बनाएपछि यो प्रोपर्टिज प्यानल नै खुलिन्छ है, आफै खुलिन्छ है। यदि खुलेन भने चाहिँ तपाईँले यहाँ विन्डोजमा गएर यहाँ कता गयो प्रोपर्टिज भन्नेमा थिच्नुभयो भने चाहिँ यो खुलिन्छ है। यो तिनवटा तरिका भएन, अर्को एउटा तरिका पनि छ है। यदि तपाईँले एउटा सेप लिनुभयो र त्यसको कलर चेन्ज गर्नुभयो, मैले यो राखेँ है, तपाईँले बुझाउन मात्रै हो है त। त्यसपछि तपाईँले यहाँ क्लिक गरेर यति ड्र्याग गर्नुभयो होइन। त्यसपछि तपाईँले अल्ट र सिफ्ट दबाएर तान्नुभयो भने चाहिँ तपाईँले जुन मिड पोइन्ट छ नि, मिड पोइन्टबाट सुरु हुन्छ है, चारैतिर फैलिन्छ है त। बुझ्नुभयो भने मिड पोइन्टबाट चारैतिर फैलिन्छ। जस्तै मलाई चाहियो कि मलाई यसको मिड पोइन्टबाट चारैतिर चाहियो भने मैले यसको मिड पोइन्टमा क्लिक गर्छु, अलिकति ड्र्याग गर्छु, त्यसपछि अल्ट र सिफ्ट जोडेर अझै धेरै ड्र्याग गर्छु भने त्यो मिड पोइन्टबाट चारैतिर सेम लेभलमा फैलिएर जान्छ है त। यो चाहिँ चारवटा तरिका हो है त सेप क्रिएट गर्ने, देख्नुहुन्छ नि। अब यो सेप क्रिएट गरेपछि सेपको यहाँ जुन आउँछ नि प्रोपर्टिज प्यानल, यसबाट नै हामीले धेरै कुराहरू चेन्ज गर्न मिल्छ है त, म्यानिपुलेट गर्न मिल्छ कि सेपलाई। त्यो चाहिँ कसरी गर्ने हेरौँ है त। सुरुमा म यो सब डिलिट गरिदिन्छु। मैले अब एउटा सेप क्रिएट गरेँ है त, रेक्ट्याङ्गल गरेँ। मैले तपाईँलाई बुझाउनलाई मेरो रातै कलर युज गरेँ है। मैले एउटा सेप क्रिएट गरेँ, ल सेप हो। अब तपाईँले यो प्रपर्टी टुल देख्नुहुन्छ नि, यो जुन अपियरेन्सहरू देख्नु भएको छ, यो फिल गरेर यो पनि यहाँ पनि हुन्छ है, यो यहाँ पनि हुन्छ, यहाँ पनि हुन्छ। तपाईँले दुवैतिरबाट यसो गर्न सक्नुहुन्छ। जस्तै तपाईँले यहाँ सुरुमा देख्नुहुन्छ नि ट्रान्सफर्ममा यो विड्थ, हाइट, एक्स, वाइ। यो चाहिँ के हो थाहा, विड्थ भनेको तपाईँको यो चौडाइ है। तपाईँले बढाउनु भयो भने 500लाई 1000 गर्नुभयो भने यो पनि बढ्छ है त। बुझ्नु भएन, यो दुवैतिर सेम भयो। किन थाहा, यो लेयर लक छ है। तपाईँले अब यहाँ 300 गर्नुभयो भने यो पनि 300 हुन्छ है। किन थाहा, किनभने यो लक छ। यदि यो लक छैन भने कस्तो हुन्छ, लक छैन, लक चाहिँ कसरी अनलक गर्ने। त्यसको लागि तपाईँ सिम्पली यहाँ थिच्नुभयो भने यो हराउँछ है। अघि तपाईँको के थियो भन्दाखेरि यहाँ वरिपरि यसो कालो बडा देख्नु भएको थियो नि होइन, त्यो भनेको लक हो है। तपाईँले एकचोटि थिच्नुभयो भने त्यो लक हराउँछ। अब तपाईँले यो 300लाई 500 गर्नुभयो भने एक साइडको मात्रै बढ्छ है, यतापट्टिको। तपाईँले हाइटलाई 1000 गर्नुभयो भने यसको हाइट 1000 पुग्छ, 1000 पिएक्स पुग्छ है त। सिम्पल छ है, यति हो यसको काम चाहिँ। मैले यसलाई सानो भने तपाईँले यसलाई अब सानो ठुलो भयो सिम्पल यहाँ ड्र्याग गरेर तान्न सक्नुहुन्छ है। तपाईँ सुरुमा जस्तो बनायो त्यस्तै बस्नुपर्छ भन्ने पनि छैन। तपाईँले सुरुमा यस्तो बनाउनु भएको थियो, त्यसपछि तपाईँले पोइन्टले तानेर जस्तो नि बनाउन सक्नुहुन्छ है त। यो पोइन्टलाई तान्दा फेरि तपाईँले सिफ्ट होल्ड गर्नुभयो भने पर्फेक्ट सेपमा आउँछ। अघिको जस्तै नर्मल तान्नुभयो भने जसरी तान्न सक्नुहुन्छ है त। सिम्पल छ। अब आयो हामी अपरेन्स प्यानलतिर जाउँ है। यो चाहिँ के भने रोटेसनहरू है। तपाईँले यसलाई एङ्गलमा रोटेसन गर्न छ भने कति रोटेसन गर्ने, जस्तै यहाँ तपाईँले 40 डिग्री दिनुभयो भने रोटेट हुन्छ है। जस्तै तपाईँले 50 डिग्री दिनुभयो भने यो रोटेट हुन्छ। यो चाहिँ रोटेसनको है। तपाईँ रोटेसनको लागि यो नि गरिरहनु पर्दैन। रोटेसन लागि तपाईँले यहाँ लियो, यसको साइडमा कर्नरमा आउनुभयो भने यो आइकन आउँछ सानो, यो वाला छ नि, यो आइकन आएपछि क्लिक गरेर घुमाउन सक्नुहुन्छ तपाईँले एङ्कर पोइन्टबाट। जुन एङ्कर पोइन्ट छ नि, यो एङ्कर पोइन्ट जहाँ त्यहीँबाट घुम्छ है त। हेर्नु है त। जस्तै मैले यो एङ्कर पोइन्टलाई यतापट्टि सारेँ, केही गर्नु पर्दैन, एङ्कर पोइन्ट सार्नु क्लिक गर्ने अनि तान्ने है त भने अब यो चाहिँ यता यो पोइन्टबाट घुम्छ है त। हेर्नु है त, त्यो पोइन्टबाट घुम्छ। किन कि त्यो एङ्कर पोइन्ट त्यहीँ छ। यो टुल बारमा चाहिँ के हुन्छ भन्दाखेरि जहाँ एङ्कर पोइन्ट छ त्यहीँबाट घुम्छ।
अब मैले एङ्कर पोइन्टलाई बिचमा ल्याएँ भने तानेर अब यो बिचबाटै घुम्छ है त। तपाईँले यति बुझ्नुभयो है त। अब हामी जाउँ अपियरेन्स प्यानलमा। अपियरेन्स भनेको लुक्स हो है, सिम्पली लुक्स चेन्ज गर्ने अपियरेन्स प्यानलबाट सिम्पल केही छैन। यहाँ फिल लेखेको छ, फिल भनेको कलर रातो हो नि, त्यो भएर रातो देखाइरहेको है। हामीले फिललाई चेन्ज गर्न मिल्छ है। जस्तै यहाँ कलर हाल्ने हामीले देखायो नि, रिसेन्टली युज कलर भनेको चाहिँ हामीले भर्खर युज गरेको कलरहरू के छ त्यो चाहिँ यहाँ बसिरहेको हुन्छ आफै। तपाईँले कलर चेन्ज गर्न मिल्यो है त, सिम्पल केही गर्नु पर्दैन कलर चेन्ज गर्न जाने। अर्को अप्सन यहाँ छ नि, यो बक्स यहाँ नि एकचोटि क्लिक गर्नुभयो भने चाहिँ कलर पिकरको अप्सन आउँछ अनि यहाँबाट नि सिम्पल कलर चेन्ज गर्न सक्नुहुन्छ, यति हो। त्यसपछि तपाईँले यहाँ अरू अप्सन देख्नुहुन्छ, यो यहाँ काम लाग्ने भनेको चाहिँ यो हो है त। तपाईँले यो देख्नु भयो नि जुन, यो चाहिँ ग्रेडियन्टको साइन है। तपाईँ यहाँबाट ग्रेडियन्ट हाल्न सक्नुहुन्छ कलरको, 2टा कलर 3टा कलर जतिवटा छ त्यति हाल्न सक्नुहुन्छ। जस्तै मैले ग्रेडियन्ट चेन्ज गरेँ है त, त्यसको लागि यहाँ डबल क्लिक गर्नु कलर आउँछ, डबल क्लिक है यहाँ चाहिँ। ल मैले यसलाई देखाउनु यस्तो राखेको मेरो यहाँ ग्रेडियन्ट आयो है त, यही हो सिम्पल। फिलको काम यही हो है। तपाईँ फिलमा सेप कुनै पनि कलर नराख्न पनि सक्नुहुन्छ। यो भनेको कुनै पनि कलर नराख्ने, रातो काट्ने नि त्यहाँ कलर छैन भन्ने बुझ्दा हुन्छ। यदि कलर चाहिएको भने चाहिँ कलरमा थिच्ने, ग्रेडियन्ट चाहिएको भने ग्रेडियन्टमा थिच्ने, ग्रेडियन्ट भर्ने है त। अहिले हामी चाहिँ कलर मात्रै लिगौँ है त। त्यसपछि स्ट्रोक। स्ट्रोक भनेको चाहिँ के हो त? स्ट्रोक भनेको जो तपाईँले जुन यो सेप देख्नु भएको नि होइन हो, यसको वरपर एउटा बर्डर जस्तो लाइन आउँछ है, त्यो चाहिँ स्ट्रोक हो है। स्ट्रोक हालेर जाऊँ न, स्ट्रोक के देखिन्छ भन्नुभन्दा भने स्ट्रोकमा गएँ म, स्ट्रोकमा कुन कालो कलर हालेँ। तपाईँले सानो कालो कलर देख्नुहुन्छ नि होइन, जुम गरेर देखाइदिनु म। यहाँ सानो कालो कलर देख्नुहुन्छ है, यो चाहिँ स्ट्रोक हो है। तपाईँलाई अलिक बुझाउँ राम्रोसँग, त्यसको लागि चाहिँ म यसलाई ठुलोमा आउँछु। ठिक छ, स्ट्रोकको साइज नै यहाँबाट बढाउनु मिल्छ है। यहाँ छ नि 1px, यसलाई हामी यहाँ 10px राख्न दिन सक्छ है। जति ठुलो राख्ने नम्बर त्यति बढ्छ है त px। 30 राख्यो भने यसको साइज नै बढ्छ है। तपाईँले यसरी नम्बर यहाँ थिचिरहनु झ्याउला छ भने चाहिँ तपाईँले यहाँ थिच्नु सक्नुहुन्छ, एकचोटि यहाँ थिच्नु, त्यसपछि यहाँ स्लाइडर छ त्यहाँबाट साइड बनाउनु सक्नुहुन्छ है त। हो यो चाहिँ भयो। जस्तै यहाँ तपाईँले एउटा याद गरिरहनु भएको छ, जस्तै यो सेप भयो नि, यदि मैले बोर्डरमा आउँदाखेरि यसको साइड यहाँबाट आयो नि, मतलब बाहिरबाट आइरहेको छ होइन, बोर्डर बाहिरबाट बढिरहेको छ नि, यहाँ देख्नु भएको छ नि, बाहिरभित्र दुईवटा बढिरहेको छ है। सरी, बाहिरभित्र दुइटै बढिरहेको। मैले बोर्डर बढायो भने यो लाइन छ नि बिचको लाइन, एउटा माथि नि सेम बढ्छ तल नि सेम बढ्छ है त। हेर्नु है त, भयो नि भित्र नि बाहिर छ। यो चाहिँ किन थाहा, तपाईँले यो चाहिँ यहाँबाट कन्ट्रोल गर्न सक्नुहुन्छ है। यहाँ 3टा अप्सन छ नि, 1 2 3टा। मैले यहाँ सेकेन्ड अप्सन चुज गरेको छु। सेकेन्ड अप्सन के छ भन्दाखेरि चाहिँ देख्नु भएको छ नि, यो बिचको कालो लाइनबाट यता र उता बढाइ देखा, त्यही भएर यता उताबाट बढ्यो है। यदि मैले फर्स्ट अप्सन चुज गरेँ भने के हुन्छ, भित्र। किन यो भित्र आयो, अघि त बाहिर थियो भन्यो भने यहीँ सानो छ है आइकनमा, देख्नु भएको छ यहाँ के देखाइरहेको, यो बोर्डर चाहिँ भित्र बन्छ है भने यसले। तपाईँले यसो बाहिर बनाउनु पऱ्यो भने यहाँ पनि देखा, यसले चाहिँ यो कालो लाइनको बाहिर बन्छ भने यहाँ थिच्यो भने चाहिँ सिम्पली यो बक्सबाट बाहिर बन्छ है त। अब भित्र आउँदैन है त, यो लाइनबाट भित्र आउँदै आउँदैन बोर्डर, जति बढायो भने बढाउनु भयो तपाईँले त्यसको बाहिर आउँछ है त। अब यदि तपाईँले अर्को अप्सन चुज गर्नुभयो अरे यो बिचको दुवैतिर बढ्छ भन्यो भने चाहिँ तपाईँले दुवैतिर बढ्छ है त, सिम्पल छ है। त्यो भइहाल्यो। यसलाई हामी बाहिरै राखिदिउँ। अर्को अप्सन आयो, त्यो सक्यो है त। अब अर्को के गर्न सक्नुहुन्छ भने तपाईँले बोर्डरलाई, यो लाइन छ नि जुन, लाइनलाई चेन्ज नि गर्न सक्नुहुन्छ है त। लाइनलाई चेन्ज गरेर अरू नि बनाउन सक्नुहुन्छ। जस्तै यहाँ छ है, तपाईँले यसको यहाँ क्लिक गर्नुहोस्, तपाईँले यहाँ देख्नुहुन्छ नि 2टा डटेड लाइन हो, डटेड लाइन नै बनाउनु मिल्यो है त। तपाईँले थिच्यो भने डटको फर्ममा आउँछ है त। त्यसमा चाहिँ 2टा अप्सन छ नि, डटको फर्ममा आयो, यहाँ सर्कलको फर्ममा आयो। तपाईँले यो चेन्ज पनि गर्न सक्नुहुन्छ है त। तपाईँले यहाँ देख्नु भएको नि ड्यास साइनको यो ड्यास ग्याप भनेर है, यो हेरौँ है त। तपाईँ जुन ड्यास छ नि, यो ड्यासको नम्बर बढायो भने चाहिँ यो ड्यासको लाइनको साइज हुन्छ नि, यो साइज चाहिँ बढ्छ, लामो हुन्छ है। जस्तै हामीले 10 बनायो भने यो लामो हुन्छ है त, देख्नुभयो नि। तपाईँले यसलाई 5 गर्नुभयो भने सानो हुन्छ, सिम्पल है। तपाईँले 2 गर्नुभयो भने झन् सानो हुन्छ है। तपाईँले 10 गर्नुभयो भने चाहिँ ठुलो हुन्छ है त, यही हो। अनि यो ग्यापको काम भनेको चाहिँ 10 ग्याप बढाइदियो है यसले, 10 ग्याप नै बढाइदियो। 10 ग्याप 1मा चाहियो भने ग्याप सानो भयो, ग्याप अहिले लामो चाहियो भने 5। यस्तै नम्बर तपाईँले हाल्दै बढाउँदै जान सक्नुहुन्छ है त। पाथ फाइन्डर त्यो चाहिँ अहिले नपढाउँ है त। यति भयो होइन, तपाईँले हाम्रो सेप नि क्रिएट गर्न सक्यौ होइन, बोर्डर नै हाल्न सिक्यो होइन। तपाईँले यो लेयरको जुन हुन्छ नि प्रपर्टिजहरू, त्यो पनि राम्रोसँग बुझ्नुभयो है त।
अब चाहिँ हामी सेपलाई म्यानिपुलेट नै गर्न मिल्छ है त। एउटा सेपलाई चेन्ज गरेर अर्को सेप चाहिँ बनाउनु मिल्छ क्या यहाँ। त्यो चाहिँ म कसरी देखाउन जान्छु नि त। सुरुमा मैले डिलिट गरिदिएँ है, मैले यु दबाएँ, यसमा आयो र मैले एउटा नर्मल सिफ्ट दबाएर पर्फेक्ट सेप क्रिएट गरेँ है त। अब मलाई यो सेप चेन्ज गर्नु छ होइन। तपाईँले सानो सानो यो देख्नु भएको छ नि, योबाट चाहिँ तपाईँले है तानेर यसको सेप चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईँको फोटोसप पुरानो भर्जन छ भने चाहिँ अभाइलेबल हुँदैन, त्यो चाहिँ तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ है त। जुन छ नि प्रोपर्टिज प्यानलको यहाँ देखाएको छ नि, यो के अरे कर्भ लाइनहरू क्या, हो त्यहाँबाट गर्न सक्नुहुन्छ है त है। हेर्नु तपाईँले यदि बढाएर सर तानेर बढाउनु भयो भने चारैतिर बढ्छ है। किन चारैतिर बढ्यो थाहा छ तपाईँलाई? अघि मैले यहाँ भनेको थिएँ नि, यो कालो एरिया बक्स यो भयो भने चाहिँ लक बा हुन्छ है त। एउटा बढायो भने चारैतिर काम गर्छ है त। फेरि तपाईँले जति बढायो चारैतिर बढ्छ क्या है। यदि तपाईँ चारैतिर बढाउनु मन लाग्यो भने के गर्नु सक्नुहुन्छ, तपाईँले यसलाई अनलक गर्न सक्नुहुन्छ है त। सिम्पल यहाँ थिच्नु भने अनलक हुन्छ यो। त्यसपछि तपाईँले जुन दबाए त्यहीमा हुन्छ है त। तपाईँले यसलाई बढायो भने यो मात्रै बढ्छ है, अरू सिम्पल बढ्छ। किन? यो लेयर अनलक भइसक्यो, अब एउटा मात्रै काम गर्छ, अरू बढ्दैन, अरूको भ्यालु जस्तो जस्तै हुन्छ। तपाईँले अर्को पनि बढाउनु भयो अरे भने त्यो मात्रै बढ्छ है त। तपाईँले यसरी आफ्नो सेपलाई चेन्ज गर्न सक्नुहुन्छ है त। यो एउटा तरिका भयो। अर्को तरिका पनि छ है हामीसँग। डिलिट गरौँ, पहिला एउटा सेप क्रिएट गरौँ। त्यो त हामीले नर्मल तरिका भयो। अर्को तरिका नि हुन्छ एडभान्स तरिका। त्यसमा चाहिँ हामीले के गर्छौँ थाहा? डाइरेक्ट सिलेक्सन टुलको हेल्पबाट चाहिँ हाम्रो सेपै चेन्ज गरिदिन्छौँ क्या। कसरी म भन्छु है तपाईँले। तपाईँ डाइरेक्ट सिलेक्सन टुल चाहिँ यहाँ टुलबारको मुन्तिर यो एरो छ नि, यो एरोमा हुन्छ है। तपाईँले राइट क्लिक गर्नुभयो भने माउसमा यो दुईवटा अप्सन आउँछ, पाथ सिलेक्सन टुल र डाइरेक्ट सिलेक्सन टुल। तपाईँले चाहिन्छ डाइरेक्ट सिलेक्सन टुल है त। तपाईँले डाइरेक्ट सिलेक्सन टुलमा थिच्नुभयो, तपाईँले जुन पोइन्ट देखायो नि चारवटा, एउटा पोइन्टमा थिच्नुभयो मानौँ, थिच्यो भने त अब तपाईँले यो पोइन्टलाई साह्रै जता पनि लैजान सक्नुहुन्छ हेर्नु है त। जस्तै मैले यहाँ क्लिक गरेँ, ताने, सेपै चेन्ज भयो क्या। अब हेर्ने ओके यस गरिदियो, सेप चेन्ज भयो है। तपाईँले हरेक चाड जुन पोइन्ट देखायो नि यस्तो एङ्कर पोइन्ट, यसलाई चाहिँ एङ्कर पोइन्ट भन्छ है। यो एङ्कर पोइन्टमा थिचेर चाहिँ सेप चेन्ज गर्न सक्नुहुन्छ। जस्तै मलाई यो सेपलाई चेन्ज गरेर यस्तो बनाउनु पऱ्यो अरे भयो। जुन सेप पनि बनाउनु चाहिँ तपाईँले यहाँबाट आफूलाई चाहेको, यसलाई सेप म्यानिपुलेसन भन्छ है। थिच्ने, तान्ने। हाम्रो अघि सेप के थियो, के भयो त देख्नुभयो। जस्तै हामीले एउटा सेप लेखौँ, तपाईँले देखाउनु यस्तो सेप थियो, यसलाई हामीले डुप्लिकेट गऱ्यौँ है त। सिम्पलले अल्ट दबाएर तान्यो भने डुप्लिकेट हुन्छ है त। अब यो सेपलाई चेन्ज गरौँ है त हामीले। सिम्पल कहाँ जाने? डाइरेक्ट सिलेक्सन टुलमा जाने अनि पोइन्टमा थिच्ने। यो टुल सेपलाई चाहिँ हामी चेन्ज गरेर यस्तो बनाऊँ है त। ओके होइन, तपाईँ एउटा सेपलाई यो सेपलाई यस्तो पनि बनाउनु मिल्यो हो, यो सेपलाई यस्तो बनाउन मिल्यो, यो सेपलाई यस्तो बनाउन मिल्यो, यो सेपलाई जे पनि गर्न मिल्यो है त। तपाईँले यसरी सेप म्यानिपुलेट गर्न सक्नुहुन्छ है त। हो यसरी चाहिँ फोटोसपमा तपाईँले सेप म्यानिपुलेट गर्न सक्नुहुन्छ है त। आजको लागि नै यति नै। हजुर प्र्याक्टिस गरेर जानु होला होइन। नेक्स्ट क्लासमा हामी अरू टुलहरू पनि ल्याउँछौँ। आजको लागि यति नै। थ्याङ्क यू।